वाह घान्द्रुक एकदम सुन्दर छ घान्द्रुक। घान्द्रुकमा चाहिँ ओछ्यानबाटै होटलको ओछ्यानबाटै भ्यू कस्तो देख्दैछ हेरौँ ल एकपल्ट। भ्यू चाहिँ यहाँबाट दामी देखिँदो रहेछ। हस् यस्तो छ है भ्यू चाहिँ। हेलो सबैलाई नमस्ते। अहिले चाहिँ म घान्द्रुक आइपुगेको छु। घान्द्रुक लेखेको देखिरहनु भएको छ। पारिपट्टि हेर्दै हुन्छ हिमाल, सुन्दर हिमाल, धेरै राम्रो सुन्दर हिमाल। हाम्रो नेपालको यो एकदम प्रकृतिले दिएको सम्पत्ति साह्रै सुन्दर छ। घान्द्रुकमा सबैले हामीले एकताल घुम्नै पर्ने ठाउँ चाहिँ रहेछ, तर बाटो एकदम गाह्रो रहेछ। रै पनि चुनौतीहरूलाई हामीले सामना गर्दै अहिले घान्द्रुकतिर आइपुगेको छु। र टिपी संसारमा यहाँहरूलाई घान्द्रुकबाट स्वागत छ। आज घान्द्रुकको दृश्यहरू हेरौँ है त। नेपाल साँच्ची नै सुन्दर छ, घान्द्रुकले पनि प्रमाणित गर्छ। पछाडि देख्दै हुनुहुन्छ सुन्दर हिमाल। घान्द्रुक त्यतिकै पनि प्रकृतिले दिएको यो घान्द्रुकलाई दिएको यो प्रकृतिले दिएको सुन्दर उपहार आज यहाँहरूमाझ पस्कन पाउँदा म खुसी छु। कार्तिक महिनाको अन्तिम दिनमा म घान्द्रुक आइपुगेको छु। केही दिन अघिसम्म नेपालभरि पानी वर्षा यस्तो डरलाग्दो परेको थियो, तर मौसमलाई हेर्दा अध्ययन गर्दा यो एकदम मौसमले देखाए अनुसार यो दिनलाई मैले छानेर आज घान्द्रुकतिर आइपुगेको छु। र यहाँनिर आउँदाखेरि चाहिँ यस्तो गल्लीहरू त कति यो ढुङ्गाको बाटो, ढुङ्गाले छापिएर बनिएको यो बाटोहरू, यी बाटोहरू त यताउता हेर्दाखेरि यस्तो लाग्छ कि यो गाउँमा बस्तीमा ओरिजिनल घरहरू देखिन्छ नि, त्यो चाहिँ यहाँ घान्द्रुकमा देख्न सकिन्छ। घान्द्रुकको विशेषता चाहिँ जतासुकै ढुङ्गाले बनिएको घरहरू र ढुङ्गाले छापिएको बाटोहरू र अलिक परसम्म यसरी हिमाललाई छर्लङ्ग अध्ययन गर्न सकिन्छ। हिमाली रेन्ज, पहाडी रेन्ज, हिमालयन रेन्ज चाहिँ सो ब्युटिफुल है। म उकालोमा स्वाँ गर्दै जाँदैछु। ओल्ड भिलेजतिर जाँदैछौँ। यो बाटो चाहिँ अलिक तेर्सो भए तापनि उकालो अनि ओह्रालो त्यस्तो खालको रहेछ। निकै साह्रो परिरहेको छ। यस्तो हेर्नुहोस् न, यो घर बडो अचम्मको यस्तो छ। ढुङ्गाले कपेर मिलाइएको इँटा जस्तो, ढुङ्गाको इँटा जस्तो स्वाँ बढिरहेको छ। यो जोस् यहाँनिर चाहिँ चिसो भएर पनि अलिक स्वाँ बढ्दो रहेछ। हेर्नुहोस् न, यता जाने यो माथिल्लो लाइनको यो होटललाई तलबाट हेर्न सकिन्छ। माथिसम्मको यो लुङताको टुप्पासम्म मैले देखाएको छु। अहिले यहाँनिर चाहिँ यता घान्द्रुक कोसेली घर भनेर लेखिएको रहेछ। यहाँ पर यस्तो खालको दृश्य, विभिन्न खालको यो रियल्ली यहाँको दृश्य चाहिँ एकदम ब्युटिफुल छ। यहाँ हेर्नुहोस् न, यो घर कस्तो छ है। साँच्चै नै एक प्रकारले शोचनीय छ क्या यहाँको यो बसाइ। यहाँ पनि यस्तो खालको बस्ने ठाउँ रहेछ। अब म यहाँनिर चाहिँ एकछिन अडिएर यहाँहरूलाई यहाँको दृश्य चाहिँ देखाउँछु है त। यहाँ यो घान्द्रुक रिसोर्ट साइट रहेछ। यहाँबाट चाहिँ हिमाललाई अध्ययन गर्न सजिलो रहेछ। यहाँबाट हिमाललाई पढ्नको लागि, नजर गर्नको लागि, आँखामा सजाउनको लागि चाहिँ हिमालय रेन्जलाई आफ्नो आँखामा पुरै कैद गर्नको लागि यो बाटोको छेउमा चाहिँ म एकछिन अडिन्छु। यहाँ एउटा रिसोर्ट रहेछ। फेरि यो रिसोर्टलाई पनि मैले अध्ययन गर्दै अब चाहिँ म यो रिसोर्टकै मुनिपट्टिबाट देखिने हिमालय रेन्जको छेउमा एकछिन समय बिताउँछु। यहाँ चाहिँ होटलहरू, लजहरू केही नयाँ तरिकाको, नयाँ विधिको, नयाँ ढाँचाको पनि बनिएको रहेछ भने रिसोर्टहरू र पुरानो बस्ती चाहिँ एक प्रकारको ओरिजिनल
पाइन्छ। म यो अलिक परतिर यो गेट भएर यो गेट चाहिँ भर्खर बनिँदो रहेछ, ढुङ्गाले बनिएको रहेछ। गेट तेर्सो छ यहाँ यहाँबाट यहाँ पर हेर्नुहोस् यो ढुङ्गाले बनिएको छ। यो चाहिँ यो गेटलाई पार गर्दै अब पुरानो यो जुन घले बस्ती पुरानो बस्ती छ त्यतातिर म लाग्दैछु। यहाँ चाहिँ अलिकति तेर्सो जग्गा रहेछ, तेर्सो निकै अलिक पर आइपुगेको छु। यहाँ वरपर जङ्गल बस्ती बिचमा जङ्गल पनि देख्न सकिन्छ, पाउन सकिन्छ। अब भने यहाँ अलिक पर हेर्न सकिन्छ यो एक प्रकारको दृश्य, मनमोहक दृश्य चाहिँ आइसकेको अनुभूति हुन्छ। यो बिल्कुलै नयाँ तरिकाको यहाँ एउटा कटेज रहेछ, होटल एन्ड कटेज। यो तल्लो बाटो रहेछ, यो तल्लो बाटोलाई छोडेर म एकछिन यो माथिल्लो होटलमा जान्छु। यहाँबाट दृश्य हेरौँ त, वाउ कति सुन्दर छ। अब भने म चाहिँ साँच्चै नै पोइन्टमा आइपुगेको अनुभव भइरहेको छ। यहाँबाट हेर्नुहोस् त यस्तो सुन्दर दृश्य देख्न सकिन्छ। यहाँ सानो एउटा कटेज छ, यो कटेज चाहिँ यतापट्टि चाहिँ खुल्ला एउटा भाग छ। यहाँ एउटा यो होटलको आँगनबाट चाहिँ अब यो दृश्य अवलोकन साँच्चै नै आँखाभरि सधैँको लागि कैद गरिराखौँ जस्तो यो दृश्य यहाँबाट हेर्न सकिन्छ। यो गान्द्रुकको एउटा मुटु जस्तो रहेछ। यहाँ चाहिँ अलिक पर पनि हेर्न सकिन्छ। यहाँ परसम्मको यो होटल रहेछ। होटलको एउटा यहाँ सानो पार्क छ आँगनमा। यो यहाँबाट चाहिँ यो यतापट्टि दोकान पनि रहेछ, कटेजमा दोकान पनि रहेछ। यहाँ होटलको यो रिसोर्टको यो आँगनमा चाहिँ घोडाहरू राखिएको रहेछ। यहाँबाट चाहिँ स्पष्ट रूपमा चाहिँ यस्तो मजाले देख्न सकिन्छ हिमाललाई। साँच्चै नै यो चाहिँ गान्द्रुकको बेस्ट पोइन्ट लाग्यो मलाई चाहिँ। यहाँ होटलको यो एउटा यहाँ स्तम्भ राखिएको छ र यहाँ बुद्धको स्ट्याचु पनि राखिएको छ। राष्ट्रिय झन्डा, नेपालको राष्ट्रिय झन्डा पनि यहीँनिर सजाइएको छ। हाम्रो शान, नेपालको शान। यहाँबाट दृश्यको यो फुलको पछाडि चाहिँ हिमाललाई सजाउँदाखेरि कति आनन्द लाग्दो छ। तल हेर्न सकिन्छ घरे बस्ती, यहाँको पुरानो यहाँ बस्ती जसलाई गान्द्रुकको एउटा पुरानो परिचय, पुरानो पहिचान र गान्द्रुकको एउटा महत्त्वपूर्ण गहना यो भाग यो बस्ती लाई म अहिले एकछिनमा भित्र यो बस्तीको पुरानो बस्तीको भित्री गल्ली पुगेर चाहिँ यहाँहरूलाई म देखाउने छु। यतापट्टिबाट फेरि हेरुङ बुद्धको स्ट्याचु, यहाँ राष्ट्रिय झन्डा र यो पछाडिपट्टि रहेको होटल, सुन्दर होटल। यो होटल चाहिँ नयाँ तरिकाले बनिएको रहेछ। यहाँ यो होटल साँच्चै नै यहाँ अति नै मनमोहक ठाउँमा बनिएको रहेछ। यहाँबाट यो वरिपरि सजाएको यो दृश्य, फुलहरूको यो दृश्य अति नै सुन्दर मान्न सकिन्छ। यहाँ मुनिको यो बस्ती चाहिँ पुरानो बस्ती हो, ओल्ड भिलेज, जहाँ एउटा पुरानो रहन सहन र यहाँको अनुपम सुन्दर प्राकृतिक मनमोहक दृश्यको बीचमा यो बस्तीले, यो ओल्ड भिलेजले चाहिँ अर्को रहस्यमय विशेषता थपेको छर्लङ्ग पाइन्छ। यो चाहिँ हो ओरिजिनल यहाँको बस्तीहरू, घरहरू, जुन निकै परापूर्व कालदेखि यो गान्द्रुकको एउटा महत्त्वलाई यसले जिउँदो रूपमा सजाइराखेको छ। हेर्नुहोस् त गान्द्रुकको यो मनोहक दृश्य, यता हेरे पनि राम्रो, उता हेरे पनि राम्रो। यहाँ पर्ति हेर्नुहोस् न कति सुन्दर छ। वाह, गान्द्रुक एकदम सुन्दर छ गान्द्रुक। यो सुन्दर होटल अनि सुन्दर ठाउँबाट मैले यो पारिपट्टि हिमालय र घर यो पुरानो बस्तीलाई पनि निहाल्दै अब भने म पुरानो बस्तीतिर जाँदैछु। पुरानो बस्ती जाने क्रममा चाहिँ यो सानो गल्ली छ। यो सानो गल्ली तर मानिसहरूको, पर्यटकहरूको निकै नै भिड बढ्ने ठाउँ रहेछ। वाउ, नेपाली कल्चर, वाउ, भेरी ब्युटिफुल, 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 सो ब्युटिफुल। हेलो हेलो हेलो, ब्युटिफुल ब्युटिफुल।
केही मजाले कन्भर्सेसन गर्दै उहाँहरूसँग केही रमाइलो गर्दै म अगाडि बढिरहेको छु। पुरानो बस्तीको भित्रीतिर जाँदैछु। यहाँको रहनसहन हेर्नुहोस् न, यस्तो छ यहाँको बस्ती, यहाँको रहनसहन, यहाँको घरहरूको ढाँचा, यहाँ बनावटी शैली, यहाँको जुन स्टाइल छ घरको, पुरानो बस्तीमा बनिएको घरहरूको स्टाइल। ढुङ्गा त यहाँको पहिलो फर्स्ट भराइटी हो। ढुङ्गाकै गेट छ यहाँनिर। यो ढुङ्गाले प्राय बनिएको यो क्षेत्र, यो भाग निकै रहस्यमय छ, निकै इन्ट्रेस्टिङ छ, साँच्चै नै मनमोहक नै छ। यहाँ हेर्नुहोस् न, यो पुरानो बस्तीमा भएको यो रिसोर्टको भित्रै पसेर म आँगनमा पुगेर यहाँ दृश्य अवलोकन गर्दैछु। यो घरको वरिपरि सजावट राखिएको छ, डोको, मकै, विभिन्न कुराहरू जो हाम्रो नेपाली एउटा सिङ्गो परिचय हो। यो चाहिँ यहाँ देख्न सकिन्छ, छर्लङ्गै देख्न सकिन्छ। यो रिसोर्ट हो र यसको व्याख्या त यहाँ हामीले बाहिरी रूपमा हेरेर केही पनि गर्न सक्दैनौँ। तथापि केही व्याख्या चाहिँ हामीले के गर्न सकिन्छ भने यहाँ चाहिँ नेपालीपन, होइन, हाम्रो गाउँघरमा देखिने एउटा ओरिजिनल दृश्यहरू चाहिँ यहाँ छर्लङ्ग देख्न सकिन्छ। फेरि म यहाँ अलिकति गल्ली भएर अगाडि बढ्दैछु। यहाँ घोडा आउने, यो घोडामा चढेर यहाँ यात्रा गरेर चाहिँ घुम्न पनि सकिँदो रहेछ। गल्ली हिँड्न निकै गाह्रो पर्छ, निकै समय लाग्छ, तर गल्ली पनि घोडामा चढेर पनि मजाले हिँड्न सकिँदो रहेछ। यहाँ अर्को रिसोर्ट पनि त्यस्तै खालको ढाँचाको शैलीको छ। यो मकै हेर्नुहोस्, यहाँ माथि मकै, यता माथि सबै मकै राखेको छ र नेपालीपन, जिउँदो नेपालीपन चाहिँ यहाँ बाँचेर बसेको छ, बचाएर राखेको छ। घान्द्रुकले, सिङ्गो घान्द्रुक बासीहरूको यहाँको एउटा भिजन, पर्यटकहरूलाई आकर्षित बनाउने, अध्ययन गर्न बाध्य बनाउने यहाँको ठुलो गौरवशाली इतिहास। हेर्नु, यता पनि गल्ली छ, साना गल्ली। ढुङ्गा चाहिँ कति मजाले काटेर बनाएको यो घरहरू। गल्ली, यता पनि गल्ली अनि उता पनि गल्ली। यो ढुङ्गाको ठाउँ अर्को। म यता गल्लीतिर जाँदैछु। यहाँको प्रत्येक बाटोहरूको चाहिँ यसरी नाम 5A यता रहेछ, 5BA यति चाहिँ यता रहेछ। अब म 5B तिर लाग्दैछु। यो 5B तिर जाने क्रममा बाटोमा यसरी पर्यटकहरूको पनि आफ्नो रोजाइ हुन्छ, जहाँ फोटो खिच्ने, भिडियो खिच्ने ठाउँहरू हुन्छ। यहाँ चाहिँ पुरानो बस्तीको म अहिले मुटुमा आइपुगेको छु भन्ने मतलब बीच भागमा आइसकेको छु, केन्द्र भागमा आइसकेको छु। यहाँबाट जतासुकै हेर्नुहोस् न, यहाँ ढुङ्गाले बनिएको, यहाँ अर्को रिसोर्ट पनि छ। जतासुकै हेऱ्यो ढुङ्गाले बनिएको मात्र यो बस्ती निकै वर्ष पर हेर्नुहोस् न, यहाँ पर पनि झन् घर उस्तै देख्न सकिन्छ। पुरानो स्टाइलको, यता पनि पुरानो स्टाइलको, निकै वर्ष पार गरिसकेको यो बस्ती, यो घरको एउटा इतिहास निकै लामो रहेको पाइन्छ। यो घान्द्रुकको यो बस्तीको इतिहास म तपाईहरूलाई गल्लीतिर लाँदैछु। यो पुरानो बस्तीको यो गल्लीतिर लाँदैछु। यो बाटो छोडेर म अर्को गल्लीतिर जान्छु। यस्तो गल्ली त कति छ यहाँबाट हामी नजर गर्न सक्छौँ। यो गल्लीहरूलाई अन्दाज गर्न पनि हामीलाई निकै गाह्रो पर्छ। एउटा गल्लीमा पसेपछि अर्को गल्लीमा निस्किनु पनि निकै मुस्किल पर्दो रहेछ। हेर्दाखेरि बस्तीको गाउँ, बस्ती हो, सानो गाउँ, तर यो यस्तो खालको स्ट्रिटहरूले चाहिँ माथि फुल पनि कस्तो दामी फुलेको छ है, चेरीको फुल निकै सुन्दर देख्न सकिन्छ। म अर्को गल्लीतिर यहाँ लाँदैछु। पुरानो रिसोर्ट पुगिँदो रहेछ। यहाँबाट एउटा यहाँ रिसोर्टमा पुगेँ म, र यहाँको नि दृश्य एकदम झलक चाहिँ म यहाँहरूलाई देखाउँछु नै। यहाँ हेर्नुहोस् न, एउटा नयाँपन छ। जस पुरानो भए तापनि, घर पुरानो भए पनि हाम्रो लागि नयाँ यस्तो गल्ली छ कि डरलाग्दो। हेर्नुहोस् न, उता पनि घर, यता पनि घर, सानो चेपारो बस्ती भएर चाहिँ म अगाडि बढ्दैछु। यता पनि चाहिँ कति साँघुरो छ है। यता पनि यो ढुङ्गाले बनेको, कस्तो चालले बनाएको होला भन्ने हामीलाई चाहिँ, नयाँ मान्छेलाई चाहिँ कौतूहल नै हुन्छ के।
यहाँबाट पनि पर हिमाललाई नजर गर्दै यता पनि बस्न सकिँदो रहेछ। यता पनि यस्तो यस्तो यहाँबाट चाहिँ म फर्केँ। यता चाहिँ यो गल्ली निकै गल्ली छन्, यस्तो गल्लीहरू कति म यहाँबाट फेरि फर्केर अघिको ठाउँबाट फेरि अर्को गल्लीतिर म लाग्दैछु। यहाँको यो बस्तीको यो दृश्यलाई फेरि पनि मैले यहाँ बिचमा बसेर घुमाउँदैछु र अहिले म अर्को गल्ली भएर म सिधै जाँदैछु। यो चाहिँ वास्तवमा अलिक पर च्याबारी जाने यो बाटो चाहिँ विशेष रूपमा यता पनि अर्को गल्ली आइहाल्यो। हेर्नुहोस् न, अर्को गल्ली कति यस्तो गल्लीहरू त कति यहाँ। बहुत सुन्दर छ दृश्य। पुरानो बस्ती, पुरानोपन साँच्चै नै हाम्रो नेपालीहरूको एउटा इतिहास हो। घान्द्रुकमा पर्यटकहरूलाई आकर्षण बनाउने मुख्य ठाउँ पनि यही हो। यो र अर्को हिमाली रेन्जले र यहाँको यो पुरानो बस्ती, यहाँको एउटा प्राकृतिक यो दृश्य, यी कुराहरूले हामी पर्यटकहरूलाई यो ठाउँमा आइपुग्न बाध्य बनाउँछ के। साँच्ची नै सुन्दर छ, साँच्ची नै सुन्दर, एउटा स्वर्गको टुक्रा जस्तो घान्द्रुक। यस्तो छ हेर्नु, मकैको हार कस्तो दामी राखेको छ, पर्यटकहरूलाई आकर्षित, साँच्चै नै हामी आफैलाई पनि मनमोहक लागिरहेको छ। झन् विदेशी पर्यटकहरूलाई त एउटा यहाँ आएपछि एउटा एक खालको रमाइलो मन हुन्छ। उनीहरूलाई चाहिँ अध्ययन गर्नको लागि, साँच्चै नै घान्द्रुकलाई पढ्नको लागि, नेपालीपनलाई पढ्नको लागि, एउटा जात रीतिथिति संस्कार संस्कृतिलाई अध्ययन गर्न लागि यो घान्द्रुक साँच्चै नै ठुल्ठुला एउटा किताब हो। यहाँ नेपाली झन्डाहरू कति गाडेको रहेछ हौ, यहाँबाट देख्न सकिन्छ। हिमाली रेन्ज, म चाहिँ अहिले घान्द्रुकको पुरानो बस्तीको पुच्छारमा आइपुगेको छु, निकै पुच्छारमा आइपुगेको छु। यहाँ तलतिर एउटा सानो गेट छ, त्यो गेट पार गरिसकेपछि चाहिँ उता च्याबारी भन्ने ठाउँ छ। म च्याबारी चाहिँ अर्को एपिसोडमा यहाँहरूलाई म देखाउने छु। यहाँको च्याबारी सानो च्याबारी रहेछ भन्ने कुरा लागेको छ। यहाँको च्याबारी चाहिँ अर्को एपिसोडमा म देखाउने छु। त्यहाँ च्याबारीमा पुग्छु अहिले। र चाहिँ अहिले म त्यहाँबाट चाहिँ फर्किएर अलिक मासतिर आइपुगेको छु। पहिले चाहिँ यो पुरानो बस्ती साइडको सम्पूर्ण दृश्य चाहिँ कैद गरिहाल्छु है त। आज भिडियो अलिक लामै छ, तर एउटा घान्द्रुकलाई यहाँहरूले अध्ययन गर्नु चाहिँ राम्ररी सक्नुहुन्छ कि यहाँको म गल्ली पसेर यहाँहरूलाई म दृश्य प्रस्तुत गराउँदैछु। यो टिपी संसारबाट यो प्रस्तुत भएको यो घान्द्रुकको यो अङ्क, अस्ति मैले घान्द्रुक कसरी पुग्न सकिन्छ पोखराबाट भएर चाहिँ त्यो अङ्कमा, अस्तिको अङ्कमा प्रस्तुत गरेको छु। अहिले चाहिँ म अलिक माथि डाँडामा आइपुगेको छु। यहाँबाट चाहिँ पर्यटकहरूले पनि धेरै नजर गर्दो रहेछ कि यहाँबाट यो पुरानो बस्तीलाई। यहाँ अलिक मासतिर पर्यटकहरू पनि उभिराखेको छु। अहिले म त्यहाँ पुग्छु। यहाँबाट घान्द्रुकको नयाँ पुरानो बस्तीलाई चाहिँ अलिक माथि डाँडाबाट यस्तो देख्न सकिन्छ। निकै मजाले हिमालको काखमै ठ्याक्कै काखमै बसेको यो बस्तीलाई चाहिँ यहाँबाट अलिक माथि डाँडाबाट यसरी दृश्यावलोकन गर्न सकिन्छ। क्या गजब देखिन्छ। यहीँनिर बसेर चाहिँ यो बस्तीलाई पढिराखौँ, अध्ययन गरिराखौँ, हेरिराखौँ जस्तो लाग्छ। अघि म यहाँ तल पुगेको छु। यहाँको गल्ली मैले भित्री भाग पनि देखाइसकेको छु यहाँहरूलाई। अब म भने यहाँबाट अलिक माथितिर लाग्दैछु। माथितिर जाने क्रममा चाहिँ यो पर्यटकहरू पनि, अब यो बिहानी पक्ष नि त, अहिले लगभग समय बिहानको 7:30-8 बजिसकेको छ। घाम पनि छर्लङ्ग आउन थालिसकेको छ। यो घामको किरण परेको छ। यहाँले बाटो देख्नु मुस्किल परिरहेको छ मलाई। कस्तो घामको किरण, एन्टी लाइट परेको छ। यहाँ यो पुरानो बस्तीको माथिल्लो भागको यो बस्ती लाइन चाहिँ यस्तो छ। यो पनि एउटा पुरानो बस्तीको माथिल्लो भागमा देखिने यो बस्ती हो। यहाँको बाटो चाहिँ यस्तो छ है त। यो बाटोमा पर्यटकहरू चाहिँ टन्नै आउने गर्दछ। यहाँबाट चाहिँ फेरि एक पटक चाहिँ यो बस्तीलाई निहालौँ। यहाँबाट हेरौँ, हिमाललाई निहालौँ। यहाँबाट हिमाललाई पनि छर्लङ्ग अध्ययन गर्दै अब भने
म पुरानो बस्तीको चेरीको फेदमा आइपुगेको छु। चेरी यति राम्रो सुन्दर फुलेको छ। यहाँबाट पुरानो बस्तीलाई यो ओल्ड भिलेजलाई चाहिँ मजाले आँखामा सजाउँदै यहाँहरूलाई पनि देखाउँदै यहाँहरू माझ प्रस्तुत गराउँदै पुरानो बस्ती र पारीको हिमालय रेन्ज वाउ कति सुन्दर छ। यहाँहरू आउनु भयो भने चाहिँ यो चेरीको रुख हेर्नको लागि यो कार्तिक मङ्सिरमै हो क्या यहाँ। अलिक मासतिर चाहिँ आउँदाखेरि पर्यटकहरूलाई टन्नै देख्न सकिन्छ। यहाँ मैले पर्यटकहरूको यो उहाँहरूले अध्ययन गर्दै गरेको यो क्यामेरामा कैद गर्दै गरेको दृश्य अवलोकन नजर गर्दै गरेको यो बस्तीको यो पुरानो बस्तीको यो सुन्दर प्राकृतिक मनमोहक दृश्य पारिपट्टि देख्न सकिने हिमालय रेन्जलाई अध्ययन गर्नका लागि यहाँ पर्यटकहरू यहाँ घन्टौँसम्म बस्दो रहेछ। घन्टौँसम्म चाहिँ लगाएर यहाँको इतिहास यहाँको रहन सहन होइन यहाँको यो बस्ती छ नि यो मेन बस्ती यो बस्तीको एउटा लामो इतिहास यहाँको पहिचान के हो यहाँको चिनारी के हो यसको महत्त्वको बारेमा अध्ययन गर्नका लागि पर्यटकहरू चाहिँ आउँदो रहेछ। यसरी पोर्टर्स होइन भारी बोक्ने दाजुभाइ नेपाली दाजुभाइहरू पनि यहाँ रोजगार पाएको रहेछ। यहाँ चाहिँ यो पर्यटकहरू सँगसँगै उनीहरूको चाहिँ भारी पनि यसरी बोक्ने मौका यहाँको रोजगार मिल्दो रहेछ। यहाँ पर्यटकहरूलाई पनि यहाँ एउटा आनन्द आउँछ। पर्यटकहरू चाहिँ अचम्म लाग्दो हो यहाँको बस्ती देख्दाखेरि यसरी पर्यटकहरूको ताँत देख्न सकिन्छ। अब भने म पुरानो बस्तीदेखि सिधै माथिल्लो भाग हुँदै अघि आएको चाहिँ म तलबाट आएको हो। अब चाहिँ यो माथि यसको सिरान भागबाट चाहिँ म अहिले उता हेलिप्याडतिरको बाटोतिर म लाग्दैछु। घान्द्रुकमा चाहिँ यस्तो धारा चाहिँ के पानी कति सफा छ हेर्नु त। वा यस्तो दामी छ। यस्तो ढुङ्गे धारा धेरै रहेछ। यहाँ प्रकृतिको उपहार चाहिँ निकै नै छ जसले गर्दा घान्द्रुकमा मानिसहरूको आकर्षण बढेको हिँडेको छु। यस्तो गल्लीहरू त घान्द्रुकमा कति हिँड्नुपर्छ रमाइलो चाहिँ यही कुरा। यो हिँडाइ यस्तो रमाइलो छ यहाँ आएपछि चाहिँ। तर तल आउँदाखेरि चाहिँ बाटो चाहिँ साह्रै खतरा र यहाँ आएपछि होटल अनि मौसम सबै कुरो ध्यान दिएर चाहिँ आउनु पर्दो रहेछ है। आउँदाखेरि चाहिँ बिजोस् मौसम चाहिँ हामीले यो वेदर फोरकास्ट हेरेर आएको थियौँ। जे भन्यो मौसमले त्यही छ यहाँको मौसम पनि। आजको दिन चाहिँ सनी देखाइरहेको थियो। सनी छ यस्तो छ बाटोहरू चाहिँ ढुङ्गले बनेको। यस्तो छ नि यस्तो बाटो अनि यस्तो घर चाहिँ यहाँको विशेषतै हो। यस्तो घर यस्तो बाटो चाहिँ यहाँको विशेषता नै हो। यही छ मजा यहाँको चाहिँ घान्द्रुकको चाहिँ। अब यो यता पनि छ गल्ली उँधो पनि अनि यता पनि। तर हामी चाहिँ यता जान्छौँ होला। यो जान्छु यो बाटो भएर सर जाने हो। यस्तो ढुङ्गाको बाटो र गल्ली त कति छ। यही कुरा चाहिँ यहाँ मजा छ। अनि अर्को पुरानो घले बस्ती झनै आकर्षण छ। पारीको हिमालयन रेन्ज सो ब्युटिफुल है राम्रो छ। तर मैले अब आउने साथीहरूलाई चाहिँ विशेष रूपमा सरसल्लाह दिँदाखेरि चाहिँ के हुन्छ भने जो आउनु भएको छैन नि घान्द्रुक नआउनु भएको साथीहरूलाई चाहिँ मैले चाहिँ हामी फोरकास्ट यो मौसमको धेरै हेरेर बुझेर मात्रै यात्रामा निस्केको हो। जसले गर्दाखेरि जे भन्यो मौसमले त्यही अनुसार चाहिँ छ। लक्कीले भनौँ या यस्तै हो भएको हो थाहा भएन। तर जस मौसमले भनेको कुरामा चाहिँ ठ्याक्कै पुगेको छ। सनी ब्राइट सनी भने त्यो ब्राइट सनी छ। सुन्दर हिमालय रेन्ज यहाँको अर्को पक्ष हो राम्रो पक्ष चाहिँ। तर बाटो चाहिँ यदि पानी आयो भने उपाय नै छैन। त्यो अवस्था भएकोले बाटोको लागि चाहिँ मौसम हेरेर
धेरै विचार गरेर आउनुभयो भने घान्द्रुक चाहिँ सो ब्युटिफुल है, ब्युटिफुल। म चाहिँ के भन्न चाहन्छु भने क्विन अफ नेचर घान्द्रुक हो। विभिन्न डेस्टिनेसन टुरिज्मको, नेपालको टुरिज्मको डेस्टिनेसन विभिन्न धेरै छन् नेपालमा गन्तव्यहरू, पर्यटकीय दृष्टिकोणले गन्तव्यहरू धेरै धेरै छन्, सुन्दर सुन्दर ठाउँ। तीमध्ये यो कास्की जिल्लामा रहेको यो अन्नपूर्ण साइटमा रहेको घान्द्रुक चाहिँ एउटा मनमोहक ठाउँ रहेछ। साथीहरू आउँदाखेरि चाहिँ मैले फेरि जानकारी गरेँ, बाटो चाहिँ साह्रै हेरेर राम्रो खालको गाडी लिएर, सानो गाडी लिएर नआउनु होला। सानो गाडीले चाहिँ उपाय छैन, सानो गाडीको त कुनै हालतमा उपाय छैन। त्यो अर्थमा भर्सक ठुलो गाडी बसमै चढेर आउँदा केही फरक छैन। फ्यामिली आउनु पऱ्यो भने चाहिँ सुमो, स्कर्पियो त्यस्तो खालको गाडीमा आउनुभयो भने चाहिँ एकदम राम्रो हुन्छ। बाइक र स्कुटीमा नै आउनु सक्नुहुन्छ। तर अलिकति यता पनि चर्को गल्ली। हेलो, यस्तो त कति छ यस्तो गल्ली। हेलो 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 भाइहरू कहाँबाट? भाइहरू कहाँबाट? कहाँबाट? हो हो हो। अनि भाइहरूसँग हो अनि यस्तो छ साह्रै सुन्दर ठाउँ। बाइक र स्कुटीमा आउनु पनि सक्नुहुन्छ, तर स्कुटीलाई अलिक गाह्रै पर्छ, तर पनि आउँदो रहेछ। र यहाँ चाहिँ होटल बुकिङ गर्दा पनि निकै मजाले विचार गरेर बुकिङ गर्नु होला। सुन्दर छ जे होस् घान्द्रुक चाहिँ। घान्द्रुकको पक्ष विपक्षहरू धेरै छन्, राम्रो नराम्रो कुरा, तर धेरै जस्तो चाहिँ राम्रो छ, एकदम सुन्दर छ। मैले यो यस्तो ढुङ्गाको गल्लीहरू स्ट्रिट चाहिँ देखाइरहेको छु, बस्ती देखाइरहेको छु। यता फेरि अर्को सबै स्ट्रिटको नाम चाहिँ 1B, 1C, 5C, 5B यस्तो लेखेको हुँदो रहेछ होइन। जस्तो यतापट्टि अर्को छ, अनि यतापट्टि अघि आएको भर्खरै म यता आएको थिएँ। अब फेरि जानु छ अब यता। यो जुन ढुङ्गाको बनेको छ नि, यो चाहिँ सुन्दर त छ। धारा पानी चाहिँ फेरि यहाँ इनफ छ। घान्द्रुकमा एकदम राम्रो छ पानी चाहिँ यहाँको एकदम धेरै। मूलको पानी भन्दै हुनुहुन्छ उहाँले। मूलको पानी कति सुन्दर पानी छ। यहाँ उतातिरको एक गिलास दुध खाएको र यहाँको आधी कप पानी खायो भने यहाँकै जित्दो रहेछ। धेरै राम्रो जस। वाउ सुन्दर छ। यस्तो छ है घान्द्रुकमा चाहिँ। प्राय होटल रिसोर्ट चाहिँ धेरै छ, धेरै रहेछ। यहाँ छ एक खालको घर है, कति मजाको घर। वाह, यतैतिर आएर बस्नु पर्ला जस्तो भयो। तर बाटो सम्झिँदा चाहिँ गाह्रो, तल आउनु चाहिँ गाह्रो, आइसकेपछि चाहिँ यहीँ बसौँ जस्तो लाग्ने त्यस्तो छ। होटलहरू धेरै पर्याप्त मात्रामा। तर बसबाट ओर्लिसकेपछि तल बस अथवा आफ्नो गाडी, आफ्नै प्राइभेट गाडी लिएर आउँदा पनि चाहिँ गाडी तल राखिसकेपछि तल बस पार्कदेखि अलि मास्तिर आसपासमा बुक गर्नुभएको छ भने, होटल बुक गर्नु छ भने चाहिँ लगेज निकै बोकेर आउनु पर्दो रहेछ। निकै नै लगेज बोकेर आउनु पर्दो रहेछ कि पोर्टर चाहिन्छ, भरिया चाहिन्छ। होइन भने बस पार्कदेखि अलिक माथि पनि आउँदो रहेछ बसहरू, स्कर्पियो, सुमोहरू चाहिँ निकै माथि पनि आउँदो। चियाबारी छेउ साइडमा त्यहाँबाट छ भने चाहिँ पुरानो ओल्ड भिलेजतिर जाने, पुरानो गाउँ जाने ठाउँमा चाहिँ मजाले बोक्नु पर्दैन क्या, नजिक पर्दो रहेछ। बोक्नु चाहिँ पर्छ तर अलिकति नजिक छ। यहाँ हेर्नुहोस् न, यो अब यता पनि छ, उँभो पनि छ। यस्तो उँभो पनि छ है। गुराँस फुल नटिपौँ, जता अब फोहोर नफालौँ भन्ने कुरा छ। अब फेरि यता पनि छ, अनि फेरि अब यता पनि छ। बाटो चाहिँ कति। अब म यता नगएर म चाहिँ यतातिर लाग्छु, यो बाटो चाहिँ कन्फ्युज छ, यता उता जाने बाटो। यहाँ चाहिँ यस्तो छ। सो नाइस, सो ब्युटिफुल। अब यो बाटो पत्ता लगाउनुलाई पनि यो खालको बाटो भएर अलिकति
नयाँ आउनेलाई चाहिँ गाह्रो छ। तर तल बस पार्कदेखि उकालो आउँदा चाहिँ लगेज धेरै बोक्नु पर्दछ। त्यो चाहिँ विचार गर्नुहोस्। आउँदा नयाँ साथी नयाँ मान्छे नयाँ को लागि आउँदाखेरि चाहिँ त्यो अर्थमा पनि हामीले होटल बुक गर्दाखेरि बुझेर। तर होटल धेरै राम्रो छ, धेरै जस्तो राम्रो छ। बुझेर कति टाढा पर्दछ सबै कुरो बुझेर आउनुभयो भने दुःख चाहिँ पाइँदैन है। यहाँबाट यो जताबाट हेरे पनि आखिर हिमाल त देख्छ। यो अहिले घान्द्रुकको वल्लो बस्तीमा आइसकेको छु। निकै वराप आएपछि त म त परबाट आएको निकै वरा आएछु। कस्तो सुन्दर छ। यहाँबाट पनि धेरै सुन्दर देखिँदो रहेछ। जे होस् नि कोदो पुरा भिजाएर आएर छ। कोदोको ब्रान्ड यहाँ देख्न सकिन्छ। कोदो पुरा भिजाएको रहेछ बाटोभरि। बाटो होइन आँगनमा रहेछ कोदो। फेरि यहाँबाट पनि अर्को बाटो तलतिर बाटो छ। यता गयो भने पुरा बस्ती छ। बस्तीतिर जाने बाटो होला सायद। तलतिर जान्छ यता। यो बस्ती पनि पुरा जान सकिन्छ। परसम्म जान सकिन्छ। अब भने म चाहिँ यतातिर लाग्छु। यो यहाँको गल्लीहरू चाहिँ निकै सुन्दर छ। परसम्म देख्न सकिन्छ। यो गल्लीहरू निकै नै सुन्दर छ। होइन गाडीबाट आएको होइन नि। ल हस् ओके। हेर्नुभयो नि घान्द्रुकको दृश्य साह्रै सुन्दर रहेछ। एकपल्ट आउनुभयो भने मौसम चाहिँ हेरेर आउनु पर्दो रहेछ है। बाटो एकदम जटिल छ, साह्रै गाह्रो छ बाटो चाहिँ। र यहाँ आइसकेपछि तर सारा दुःखहरू चाहिँ भुलिँदो रहेछ। र आउनु हुँदाखेरि मौसम हेर्नुहोस् अनि सबै कुरो हेरेर मात्रै आउनु होला। होइन भने घान्द्रुकमा आउँदाखेरि चाहिँ बाटोमा चाहिँ अलिक दुःख पाइन्छ।